के गर्ने यार के हो यो देख्न सकिन्छ यहाँ म त लेकतिर पो छु हो माया कहीँ भनेपछि यस्तो ठाउँमा ओ माई गड ओहो दिस इज हेभन गाइस हेभन हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग है आई होप सबजना सन्चै अनि आरामै हुनुहुन्छ होला र म पनि एकदमै फिट एन्ड फाइन छु साथीहरू है यसो आजको भ्लग चाहिँ के हुँदैछ भने चाहिँ हामी यसो यतातिर यसो घुमघाम है गाउँदेखि अलि माथितिर जाँदैछौँ है यता चाहिँ हाम्रो भेनाहरू चाहिँ हुनुहुन्छ है सब दुईजना मेरो भेना हुन् उहाँहरू चाहिँ यसो फोनमा बिजी हुनुहुन्छ है टक्क लाएर हामी चाहिँ यसो मौसम चाहिँ यसो चिसो चिसो गरे साथीहरू है यसो घुम्दिहालौँ भनेर चाहिँ हामी हिँडेको ल र यताको हाल चाहिँ के हो यस्तो यार हाम्रो गाउँतिरको बाटो चाहिँ यस्तै छ है र हाम्रो भेनाजी चाहिँ यता हुनुहुन्छ हेलो हेलो वेलकम छ मेरो न्यू भ्लगमा धन्यवाद धन्यवाद हामी सटपटे खाना आएको त्यो भन्नु बिर्सिन्छ है हामी चाहिँ के गर्न चाहिँ खासमा चाहिँ हामी सटपटे खाना गएको है टक्क लाएर यसो हाम्रो सुन्दरीय वातावरणको मनोरञ्जन लिँदै भ्यू हेर्दै खाने गर्ने यसो हाम्रो प्लानमा आइरहेको छौँ हामी चाहिँ है उता चाहिँ फोनमा बिजी हुनुहुन्छ हाम्रो चाहिँ कोही पनि छैन फोन गर्ने त्यही भएर चाहिँ हामी यस्तै छौँ हामी त सिङ्गल हो के गर्ने यस्तै छ है भिडियो चाहिँ अन्तिमसम्म हेरेर मनोरञ्जन लिइदिनु होला भन्न चाहन्छु है यताको चाहिँ यो चाहिँ वातावरण चाहिँ अलि राम्रै ठिकै छैन है पानीले गर्दाखेरि देख्न सकिन्छ टक्क बादल चाहिँ देख्न सकिन्छ फुल बादल लगाएको छ है अब चाहिँ के हुन्छ अब हेर्दै जाऊँ हामी जाँदै बेलासम्म टक्क लाएर हामी चाहिँ अब एकैछिनपछि चाहिँ हामी चाहिँ भेट हुन्छौँ है अहिलेको लागि चाहिँ बाई बाई यहाँ चाहिँ हामी हिँड्दै पानी आइसक्यो गाइस है अब हामी चाहिँ कहाँसम्म रोकिन्छौँ भन्ने चाहिँ अब हेर्दै जाने होला यताबाट चाहिँ आइसकेको छ पानी साफ है के गर्ने यस्तै छ यार यताको भ्यू चाहिँ यस्तो छ बबाल है पानी जतिले यो ठाउँको नाम कमेन्ट गर्नु होला सबैले गेस गर्नु कुन ठाउँ यो ठाउँ चाहिँ कुन हो यसो कमेन्ट चाहिँ गरिदिनु होला साथीहरू है कमेन्टमा चाहिँ यसो भनिदिनु होला हामीले चाहिँ चिन्न सकिनौँ यो ठाउँ कहाँ हो यो वाट इज दिस प्लेस हामी चाहिँ पानी आउँदै गर्छ हामी चाहिँ जाँदै गरेका छौँ अब के हुन्छ अपडेट दिइरहेको छु साथीहरू है यता चाहिँ पुरै हरियाली देख्न सकिन्छ र मकैबारीतिर मेरो हाम्रो चाहिँ चाउचाउ सेलाइसक्यो साथीहरू के गर्ने यस्तै छ चलिरहेछौँ है ल गाइस हामी चाहिँ है यसो
टक्क बसेर चिल गर्ने ठाउँ भ्यू हेर्दै चिल गर्ने ठाउँ चाहिँ खोज्दैछौँ। पानी पनि आएको छ त्यसैले चाहिँ हामी यो स्ट्यान्ड खोज्दैछौँ हामी सेफ्टी हुनको लागि। के हो यो हामी यो देश कहाँ जाँदैछ साथीहरू? ए के हो यो यस्तो ठाउँमा? आम्मामा हैट के हो यो? बाटो चाहिँ यस्तो छ है, के गर्ने यार, आउनै पर्यो, नआएर त भएन। के हो यो? ए के हो यस्तो? रामराम बाँचिन्छ त आज? असम्भव। के हो? काहीँमा very come. थक दिया चाइजो सेलाइसक्यो। चलो बस्ने चाहिँ कता हो? तल बस्ने? घाना बस्ने हुन्छ। के यस्तो हामी कहाँ यार? त्यो गुफामा को बस्छ होला यार? ओ माय गॉड, हामी चाहिँ वनमा के अनुसन्धान गर्नको लागि आएको छौँ यस्तो परामा है। के गर्ने, एउटा न एउटा केही न केही त गर्नै पर्यो। हाम्रा पुर्खाहरू चाहिँ यहाँ थकाइ मेट्नको लागि बस्ने गर्थे। त्योभन्दा पहिलाको पुर्खाहरू राजाहरू चाहिँ यहाँ दुश्मन ढुक्नको लागि र बास यहाँ बस्नको लागि प्रयोग गर्दथे यो ठाउँलाई है। हामी चाहिँ यहाँ चाहिँ के गर्नलाई गर्छौँ भने चाहिँ यसो चिलिनको लागि है। बाटो चाहिँ डेन्जर छ है। के हुँदैछ यहाँ? माइ गॉड, के कति दामी हो यो ठाउँ। यहाँ माछा त दुम हानेको केही थाहा हुन्न त कहाँ छ भने कुहिलेदेखि त त्यो कल्पनाले देखिछन्। यता पनि जान्थेन भन्दा यता खोज्न आइसक्यो हामी चाहिँ एकछिन है, हामी चाहिँ एकछिन चाहिँ यहाँ 5 मिनट चाहिँ बसेर है हामी चाहिँ फेरि जाँदैछौँ टक्क लगाएर अलि माथि है। के गर्ने यार, यस्तो बाटो चाहिँ यस्तो छ है। यो चाहिँ भ्यूको मनोरञ्जन दिन आएको, पानी आएर चाहिँ बर्बाद भएको छ। के गर्ने यार, यस्तो छ है हाम्रो हालत चाहिँ। हिँड्ने कि भिडियो बनाउने यार, यस्तो हेर्न सक्नुहुन्छ यताको भ्यू चाहिँ। ओ माई गॉड, ओहो कुन गाउँ होइन? बाँसकोट गाउँ होइन त यो? आमा हाम्रो गाउँ होइन त यो? ए हाम्रै गाउँ हो नि यो। ठिक छ, यता चाहिँ कृपया सर सुगा चाहिँ नलागोस् भन्न चाहन्छु यस्तो बाटोमा चाहिँ है।
हजुर पहाड़ों में चलो कहाँ आयौँ भनेपछि यस्तो ठाउँमा ओ माई गड वो हो दिस इज हेभन गाइस हेभन हट हेभन जस्तो फिल गर्नु मन छ भने हामी कहाँ आउनुहोस् हाम्रो भिडियो हेरिदिनुहोस् हट अनि बबाल हुन्छ के हो यो हुस दिस प्लेस कुन ठाउँ होला यो गाइजहरू है कमेन्ट हानिदिउँ त दामी छ हट राम्रो चत्त परेकी माया किसिम छ है यस्तो टक्क रहेछ यता टक्क हाम्रो चाहिँ बबाल होइन म कहाँ छु अचम्मै यस्तो बबाल छ है साथीहरू ओ माई गड है हामी चाहिँ यता यो बाटोभन्दा पनि उकालो आइसकेका छौँ है टक्क भ्यू हेर्दै मजाले है यहाँ चाहिँ हाम्रो चौचौ चाहिँ अझै पाकेर पनि फेरि अर्कोचोटि उम्लिन लागिसक्यो हाम्रो सेलाइसकेको छ है गएर खाने टक्क लगाएर चाहिँ अझै माथि जाऊँ न भन्ने कुरा आइसकेपछि चाहिँ हामी फेरि जाँदैछौँ है र म चाहिँ एकछिनपछि भेट्नेछु किनभने फाइनली गाइस हामी चाहिँ है टक्क सिधै गुफातिर आइसक्यौँ अनि हाम्रो प्लानहरू चाहिँ सबै अनएक्सपेक्टेड भइरह है अहिले यतिमा जाम भन्दै झन् माथि जाँदै ठाउँ चाहिँ माई गड कुहिरो देख्न सकिन्छ यहाँ म त लेकतिर पो छु हौ माया चाहिँ जिन्दगीहरू उकाली ओह्राली गरेर चलिरहेछ तिमीहरू आने भए आउ क्यारे हामी कहाँ छौँ हामी वाट इज दिस हराइरहेको मान्छे यस्तो बवाल छ कि हामी चाहिँ यस्तो ठाउँमा आएको छौँ कि कोहीले पनि एक्सपेक्टै गरेन देख्न सक्नुहुन्छ माई गड है तर हामी चटपटे खाएर सक्ने बेला थाक्की हुन्छ होला तर चटपटे खाने बेला नि नपर्ने हुन्छ कहाँ राख्ने ठाउँ छैन बबाल बबाल छ सक्दैन नि फेरि हामी चाहिँ हाम्रो सिधै खोजेर आइसकेका छौँ है मैले के हो यो ग्याङ ताना भ्लगमा स्वागत गर्दिनु होला अरूले माया सपोर्ट दिनु होला मैले पनि दिनु होला भनेको टिकटकमा मलाई पनि फलो गरिदिनु होला युजर नेम के हो नि युजर नेम कहाँ छ हामी त्यो भल्ले अझ के छ त्यो भल्ले बाटो न के हो गराउनु त यस्तो भएछ त टक्क लाएर नास्ता खान लगाएको है यहाँ माथि आएर चाहिँ चटपटे टक्क लगाएर देख्न सक्नुहुन्छ चटपटे खाँदैछौँ हामी टक्क लाएर पानी पनि छैन है यस्तै छ गाह्रो छ पिरो पहिला मन लाग्यो एकदम पिरो
टक्क यता देख्न सक्नुहुन्छ चटपटे चाहिँ उयो म त माथिको खसक्यो भने त्यहाँ कसम नि मोबाइल चटपटे खानुपर्छ गाइस के अत्के अरे झिप्के खाएको भागमा धागो राखेर अरे यता हाम्रो गाउँ यो चाहिँ है टक्क किन एकदमै मिठो छ है मिठो भन्दा पनि पिरो ल त्यहाँ एकदमै पिरो भएको छ गाई चाहिँ के गर्ने चटपटे खाएको पिरो भएर मलाई यो याद पिरो नखाने मान्छे म चटपटे खाएको त भ्यू चाहिँ देख्न सक्नुहुन्छ एकदमै बबाल छ है भिडियोमा मन परायो भने लाइक गर्नु होला मन परायो भने लाइक गर्नु होला सब्सक्राइब गर्नु होला त्यसै भिडियो अनि फोटो सुटिङ भइरह म चाहिँ एकछिनपछि भेटिन्छु गाइस यताको भ्यू चाहिँ यस्तो छ भ्यू चाहिँ देख्न सक्नुहुन्छ एकदमै बबाल छ है अनि जाँदैछ है म पनि जाँदैछु अब भिडियो चाहिँ अब यहाँ कतै सकिन्छ होला अब यसो थपेर चाहिँ राख्छु म यताको भ्यू चाहिँ एकदमै बबाल छ है र त्यहाँ चाहिँ धेरै नै रमाइलो भइरहेछ पिरो भएको छ है झन् हा गर्न त झन् पिरो हुने रहेछ मैले बल्ल थाहा पाएँ है यस्तो चाहिँ नगर्दैन होला दामी ल